हजुरहरू सम्पूर्णमा धनतेरसको शुभकामना। हजुरहरूले पनि धनतेरस कहिले मनाउनु भयो? हिजो कि आज? मैले चाहिँ हिजै मनाएँ है। मेरो चाहिँ यसपालि श्रीमानज्यूलाई चाहिँ एबीको स्कुटी लिन मन थियो कि, अनि उहाँले चाहिँ एबीको स्कुटी लिएर आइस्यो। अनि हामी चाहिँ आज राजदेवी माताको मन्दिरमा गयौँ कि। यो चाहिँ बाटोमा पर्छ, लक्ष्मीनियामा पर्छ। अनि हामी चाहिँ आज बिहान गएर लक्ष्मीनियामा मजाले माताको आशीर्वाद लिएर पूजा गरेर, एबीमा यस्तो राम्रो मन्दिर छ कि, र मन्दिर पनि एकदमै राम्रो छ। पहिला चाहिँ पुरानो मन्दिर अगाडि थियो, होइन अहिले चाहिँ नयाँ मन्दिर अलिकति पछाडि बनाएको छ होइन। अनि कस्तो राम्रो कि, आनन्द आउने कि मन्दिरमा गएपछि चाहिँ। अनि पण्डितजीले पनि एकदम राम्रोसँग पूजा गरिदिनु भयो। हजुरहरू पनि माताको दर्शन गर्नु होला। एकदमै साक्षात् माता हो कि उहाँ देवी चाहिँ। अनि यता चाहिँ हाम्रो यसको नाम चाहिँ मैले बिजुली राखेकी छु कि, बिजुलीबाट चल्ने भएको भएर। हाम्रो चाहिँ यता बिजुलीलाई पण्डितजीले पूजापाठ गर्दै हुनुहुन्छ, उहाँले राम्रोसँग पूजा गरिदिइरहेको छ। यता श्रीमानज्यू चाहिँ नरिवल फुटाएर जल छर्किँदै होइसिन्छ कि। अनि त्यसपछि चाहिँ मजाले हामीले चाहिँ हाम्रो बिजुलीलाई पूजा गरेर अनि मजाले यसलाई राम्रोसँग सिँगार दियौँ कि। अनि हाम्रो बिजुली चाहिँ एकदम तयार भयो। राम्री अनि कस्तो राम्रो देखेछ नि हाम्रो बिजुली चाहिँ, हेरौँ त कस्तो देखेछ हजुरलाई पनि।